चुनाव केवल नेता छान्ने प्रक्रिया होइन, यो राष्ट्रको दिशा तय गर्ने समय हो। बाइबलले भन्दछ, धर्मीहरू अधिकारमा हुँदा मानिसहरू आनन्दित हुन्छन्, तर दुष्टले राज्य गर्दा मानिसहरू हराउँछन्। हितोपदेश 29:2 अनुसार। त्यसले हामीलाई सम्झाउँछ कि असल, इमानदार र परमेश्वरको डर मान्ने नेतृत्व देशको आशीर्वाद हो। चुनावको समयमा आलोचनाभन्दा पहिले प्रार्थना गर्नु हाम्रो कर्तव्य हो। सबै मानिसहरूका निम्ति, राजा र उच्च पदमा बस्नेहरूको निम्ति बिन्ती, प्रार्थना र धन्यवाद चढाइयोस् भनेर पहिलो तिमोथी 2 अध्यायमा लेखेको छ। हामीले देशका उम्मेदवारहरू, मतदाताहरू र चुनावको परिणामको निम्ति प्रार्थना गर्नु अति आवश्यक छ, ताकि शान्ति र न्याय स्थापित हुन सकोस्। बाइबलले हामीलाई नेता छान्ने मापदण्ड दिँदछ। त्यो हो परमेश्वरको डर मान्ने, सत्यवादी र लोभ नगर्ने मानिसहरूलाई चुन भनेर मापदण्ड दिएको छ। प्रस्थानको 18:21 अनुसार हामीले उम्मेदवारमा देख्नुपर्ने कुराहरू चाहिँ के उम्मेदवार सत्यवादी छन्, के उनीहरू भ्रष्टाचारबाट टाढा छन्, के उनीहरू देश र जनताको सेवा गर्ने हृदय राख्दछन्। हामीले हेर्नुपर्ने हुन्छ। गाली होइन, आशीर्वाद दिनुपर्ने हुन्छ। आज सामाजिक सञ्जालहरूमा नेताहरूलाई गाली गर्ने, अपशब्दहरू बोल्ने प्रवृत्ति बढेको छ, तर बाइबलले सिकाउँदछ कि अधिकारमा हुनेहरूका विरुद्ध खराब कुरा नगर। हामी आलोचना गर्न सक्छौँ, टीका टिप्पणी उनीहरूको गल्तीहरू देखाउन सक्छौँ, तर घृणा र अपशब्द प्रयोग नगरी, किनकि बाइबलले लेखेको छ, तिमीहरूको बोलीमा मृत्यु र जीवन छ। देशको चुनाव केवल राजनीतिक घटना होइन, यो आत्मिक जिम्मेवारी पनि हो। हामीले देशको शुभ अथवा भलो चाहन्छौँ, त्यसैले देशको निम्ति हामीले धर्मी नेतृत्वको बारेमा हामीले असल बोल्नु र घोषणा गर्नु आवश्यक छ। र हामी उठेर, हामी जस्ता व्यक्तिहरू उठेर हामीले भन्नु आवश्यक छ, हे प्रभु, हाम्रो देशलाई तपाईँको इच्छा अनुसारको नेतृत्व दिनुहोस्। बाइबलले लेखेको छ, यदि मेरा जनहरू नम्र भई प्रार्थना गर्छन् भने म तिनीहरूको देश निको पार्नेछु। दोस्रो इतिहास 7:14 अनुसार। यस विषम परिस्थितिमा हामीले विवेक प्रयोग गरौँ, प्रार्थना गरौँ र परमेश्वरमाथि भरोसा राखौँ, ताकि हाम्रो देशले निकास पाउन सकोस्, शान्ति पाउन सकोस्, स्थिरता पाउन सकोस्। हाम्रो देशलाई अति आवश्यक छ तपाईँ हाम्रो प्रार्थना, तपाईँ हाम्रो घोषणा आवश्यक छ। त्यसैले सबैले भनौँ, हाम्रो देशमा यसो ख्रीष्टको राज्य आओस्, यसो ख्रीष्टको हस्तक्षेप हुन सकोस्। धन्यवाद सबैलाई। सबैलाई यसो ख्रीष्टले आशिष दिनुभएको होस् र यसो ख्रीष्टको हस्तक्षेप हाम्रो नेतृत्वमाथि र हामी मतदातामाथि हुन सकोस्। सबैलाई जय मसीह, जय नेपाल। परमेश्वरलाई आशिष दिउँ, यसो ख्रीष्टको नाम।